त्यो नबनाऊ क्या त्यो अब कहाँ मान्छेको नाम लिन्छ त नि अनि मर्निङ सबैजनालाई स्टेट आउट अफ काठमाडौँ हामी चाहिँ खाजा खानु जाँदाको चाहिँ बिहानको 4 बजी आइपुगेको थियो बसको सफर नि कवाडी नै भयो अनि हामी बसेको होटल पनि राम्रो लागेन खास चाहिँ के गर्ने बिहान त्यस्तै भयो हामी काठमाडौँ आउनुको रिजन चाहिँ भन्दौ त तिमी आफै बाइक हिँड कुन बाइक CX250 कोसँग लिने चाहिँ म एकदम तपाईँहरूले चिन्नु जानुभएको मान्छेहरूसँग बाइक लिने हो अब खुट्टा चाहिँ यस्तो लङ्गडे यसरी हिँड्न पऱ्यो एक्सिडेन्ट भएको 2 दिन भएन उठाएर लिएर आइहाल्यो एक ठाउँमा खाजा खाएर फोन गर्छु तपाईँ फोन गर्छु रे भेट्छ त्यो ठाउँको नाम त्यो कि उसको कि विशाल गौतम जसरी हामी पनि पाएँ सन्धि कुन ठाउँमा आयो यस्तो सुतम पो भयो मलाई त यहाँ क्या हामी चाहिँ अब यहाँ ब्रेकफास्ट गर्ने अनि ब्रेकफास्ट गरेर खुट्टा ड्रेसिङ गर्ने अनि बाइक हेर्न जाने आज मैले चाहिँ उस लिएर आउनै बिर्सेछ कि माउन्ट लिएर आउनु बिर्सेछु हतारमा अब जे हो त्यसैमा काम चालु गर्नुपर्छ अब क्यामेराम्यान तिमी हुन्छ हातैले खिच्नुपर्छ ट्याक्क काठमाडौँ जे यसुकै गरेर भयो उडाइदिने हो कि मलाई तिमीले राखेर ब्रेकफास्ट चाहिँ यही हो अनि कफी खाएर देखाएको त मलाई त आउनु त्यसरी होइन कि यस्तो लिने कि फोन यस्तरी कि यस्तरी कता गयो यस्तरी ट्याक्क यहाँ समातेर देखाइदेऊ त खाएपछि भेट्छु कस्तो कवर ठाउँमा आयो साथी ड्रेसिङ पनि नगरिदिनु ड्रेसिङ गर्न बस्छ टेपै नआएको बिल्ला मात्रै बक्सर देखाउनु मात्रै भयो त्यसलाई त यसरी प्यान्ट फेरि खल्न नमिलेको माथिबाट खल्यो लास्टमा त ब्यान्डेज मात्र छ टेपै छैन अरे अब साथी फेरि होटलमा आएको अनि बाइक लिएर अरू ठाउँ पर्ला बाइक हेर्नु जानु पर्ला जस्तो अहिलेदेखि एक्साइटेड हो साथी बाइक किन्न कति खुसी लाग्यो अब बाइक हेर्छ थाहा हुन्छ त्यो हामी चाहिँ त्यो लोकेसनमा जाँदै बाइक हेर्नलाई अरू छैन अरू छैन यार अहिलेलाई यो मात्रै हो तपाईँले त फेरि 2024 को छ भन्दा त्यो 2024 यो त हो नि हिजो एउटा लिएर गयो राजकुमार दाईकोमा आएको बाइकै पाएन दाइले बाइकै देखाइदिएन अब दुईटा भएको हिजो एउटा बेच्यो अब स्याक्स सोरुम जाने एउटा छ तर फेरि छोडेन त्यो नबनाऊ क्या त्यो अब कहाँ मान्छेको नाम लिन्छ त नि अनि के भयो त नि कसलाई त्यसको कति हो र 645 हुन्छ होला 645 कस्तो 149 लट हजुर बाइक पनि पाएन राजकुमारकोमा नम्बर 1 भगरले खाथ्यो गोली पनि कति नराम्रो हो त्यो साइकल दुम्बा रहेछ पाखे रहेछ के भन्छ अरे हुन त काठमाडौँतिरको भएर नि होला नि अनि युट्युबमा मात्र कहाँ धान्छ सुपर बाइक उस गर्न अरे दिन्छ चर्को भनेको त नबुझ्ने कि अझै त्यस्तो अब हालिदिने के भयो त नि को बालै भएन के गर्छ र मलाई होइन ल अब हामी चाहिँ अर्को ठाउँमा बाइक हेर्नु जाने मैले त बाइक नभएर नि उस भनेको होइन मलाई पहिलेबाट मन पर्थेन राजकुमार भन्ने पर्दा किन्न मन पर्थ्यो कसलाई नि मन पर्दैन भने त बोली नै कबाडी अनि अनसब्सक्राइब गरेर त मैले यो बिहान सब्सक्राइब गरेको कि देखाउन सेम हान्नलाई अनि अनसब्सक्राइब गरिदियो होइन मन पर्नेलाई पर्ला तर हाम्रो चाहिँ पहिलाबाट मन पर्थेन बाइक किन्न मात्रै भनेर हो खोइ ह्यान्डसम देखियो बाइक चाहिँ यहाँ दाइकोबाट लिने भयो दाइको नाम चाहिँ सोध्नै बिर्सेको यत्रो बेर बोले सुशील
त्यसैलाई एकचोटि चापिदिनु दाइ बाइकको यही हो आऊ ठकुरी क्यामेराम्यान बाइक चाहिँ यही हो 2024 को EFI खर्च अलिअलि मात्र हो बाइक अने हो अब चलाएको चाहिँ पछि चाहिँ आउँछ किनेर बेस बाइक चढेर खुसी हेर त खुसी नाकेर त ल चलाएर देखाइदिउँ त फोटो खिच्ने तपाईँले फोटो हाल्दैन होला नि ल भाइ ह्याप्पी कस्टमर भनेर त हाल्दैन होला नि तपाईँले त फेरि मायालाई भेट्नलाई मायालाई भेट्न दाइको यहाँबाट बेनेली 600 किन्ने भने नि आयो भने सम्पर्क गरे हुन्छ मजाले 600 320 हेलमेट किनियो LS2 ए न्युट्रलमा हाल न यस्तोले बाइक क्रस एक्स चलाउने अब यो निकाले खै त अन गरेको फेरि अफ गरेको ए ठुक्का र फर्काउ है अलि नुबे ह सिकाउनु पर्छ अब मेरो खुट्टा पो अलि अगाडि पछि भेट्छु मलाई त्यसरी गाह्रो भयो मेरो खुट्टाको ड्रेसिङ गर्न आएको कहीँ पनि पाएन यहाँ आधी घन्टापछि आइज अरे साथै अब अर्को त्यो CX सोरुमतिर जाऊँ त्यहीतिर ट्र्याकिङ सर्भिसिङ गर्न खोज्यौँ अनि हामीतिर खोज्दैनौँ त्यट एक ठाउँमा त्यतातिरै खोज्ने डाइरेक्ट पहिला सुरु मेरो खुट्टा बनाउँछु पहिला अरू प्ला खायो नि त म जस्तै भयो नि त त यार कहाँ गएको थाहा छैन मानस हेरेको छ नि ब्लग पानस खाना आयो पानस क्याफेमा आएछ हामी चाहिँ साथी पानस स्पेसल यो पानसमा सब मिक्स भएको चिज के होटेल नभेटेर बल्ल बल्ल पानस होटेल भन्ने भेटेर पानस क्याफे एन्ड रेस्टुरेन्ट ल हेलमेटले खुलाइदिउँ त ल है त म चाहिँ यति भन्दै खाजा खाएर भेट्छु एक्साइटमेन्ट किन आजको दिन चाहिँ डामाडोल भयो डामाडोल दाजुभाइ पाखे काठमाडौँमा बाटो राम्सी गुगल म्याप्सको चाहिँ भरोसै नगरौँ है हामी त पाखे जस्तो भयो है साथी आज चाहिँ उता त हिरो रे यता त यहाँ त के हो न बाटो चिनियो न कता हाल्यो मेरो यो खुट्टा धेरै हिँडेर चिरिएछ अलिक ब्लिडिङ भयो र म चाहिँ धेरै हिँड्दिनँ खासै भ्लग बनाउँदिनँ होला अब सायद म दुलेगौडा गएर नेक्स्ट भ्लगमा भेट्छु होला है नेक्स्ट भ्लगमा चाहिँ ट्याक्क क्रस एक्स दुलेगौडाको बाटोमा सर्र उडेको देख्न सक्नुहुन्छ ल स्टे ट्युन फर द्याट के रे झर्ना हामी यता उस्तिर कागेश्वरी झर्ना होइन ल यसको फुल रिभ्यू चाहिँ म हामी चाहिँ विधानको हजुरबाको दरबार अगाडि छौँ चाहिँ विधान ठकुरीको शाहवंशको यो विधानको हजुरबाले बेच्दै गरेको यो दरबार स्क्वायर चाहिँ Continue on NH39 for 1.5 kilometers. गुगल म्याप हेरेर नि कुवा खाने है बाटो पनि भेट्टाएन लेफ्ट हाल्ने कि राइट हाल्ने कता कुन ठाउँबाट युटर्न हिँडेको छ कुन ठाउँबाट बिग्रेन थाहा भएन मेरो भ्लग चाहिँ यहीँ अन्त्य गर्न चाहन्छु किनकि मैले यहाँ गर्न केही सक्दिनँ अनि यो बाइक रिभ्यू चाहिँ म दुलेगौडा पुगेपछि हाम्रो होम टाउन मार्कोस टाउन पुगेपछि दिनेछु The next day.
हेर्नु कता अलिकति